सो मित्रहरू हामी चाहिँ अब मिग्लाचुङ खानेर अब राउटेहरू ल्याइसक्नु भएको छ अरे हामी आउँदैछौँ होइन हामी घरदेखि हिँडिसक्यौँ यहाँ हामी घरदेखि हिँडिसक्यौँ टक्कसँगले अरूहरू गइसक्यो तेल लाउनु होइन बाइ द वे चस्माले मलाई कस्तो देखेको छ कमेन्ट गर्नु होला भाइको चस्मा लाएर यस्तो होइन मेरो चस्मा सो हामी चाहिँ लाग्यौँ अब यता हस्बेन्ड वाइफ चाहिँ अहिले आउनुहुन्छ होला सायद होइन कत्रो बजेको यो बाइक त कहाँनिर पो अरे है मिग्लाचुङ कहाँ अरे त्यो आएको मेला लाग्ने मिग्लाचुङ उल्टो घर को आउनुभएको छ आज भेट हुनुपर्छ होइन यस्तो ए मिग्लाचुङ उल्टो घरमा रहेछ है मेला लाग्ने साथीहरू आज साइकल हामी गइएन साथीहरू अब राउटे हेर्ने भएको कारणले हामी चाहिँ साइकललाई आज यसो साइड लगाइदिएको होइन साथीहरू हामी चाहिँ यहाँ पेट्रोल हाल्नुको लागि आइसक्यौँ मेरो भ्लगमा आयो भने सिक्रेट देखाउ को अन्त मलाई के थाहा सो हामी चाहिँ पेट्रोल लाउन आइसक्यौँ होइन अब दुईवटा भुसुनाहरू आएको छैन यहाँनिर भयो भिडियो देखाइदिएको भए हुँदैन भिडियो त गरेर राखेँ उनीहरूको सँग यस्तो भिडियो गर्नु मात्रै मक्कै हुन्छ मक्कै नै हो यसलाई चाहिँ उहाँ राखिदिएको छ होइन यो नानीलाई कुन चाहिँ भनेर उल्टो घर चाहिँ यताबाट जानुपर्ने छ होइन बाटो त मरत रहेछ आइया हजुरबाले भनेथे औला भाँची गनेथे बाटो के हो यो होइन घोडा ल ल ल ल धन्यवाद साथीहरू राउडेहरूको यहाँनिर गेट देखियो यसपछि अब भित्र हामी जानुपर्ने हुन्छ राउडे जातिहरूको कसै याद होइन हेरिदिउँ न कस्तो हुन्छ आइपुग्यो अब अझै एउटा लडाले त्यस्तो हुन्छ हाँस्नु पनि भयो भिडियो देखाइदिएको भए हुँदैन भिडियो त गरेर राखेँ उनीहरूको सँग यस्तो भिडियो गर्नु मात्रै मक्कै हुन्छ मक्कै नै हो यसलाई चाहिँ उहाँ राखिदिएको छ होइन साथीहरू यहाँ चाहिँ हाम्रो पार्किङ गर्न नमिलेको कारणले हामी यहाँ माथि पार्किङ गर्दैछौँ हाम्रो बाइक चाहिँ अनि मेरो जतिको हिजो ठुलो उयोबाट बचेको छ हेर्नुहोस् त यहाँ खुट्टा बिर्सिरहेको छ र पनि ऊ चाहिँ घुम्नु भनेपछि चाहिँ एकदम
जोस जागर कहाँदेखि आउँछ कुन्नी घुम्नु भनेपछि चाहिँ जस्तै जस्तै बेडमै छ भने पनि आउँछ एक्सिडेन्ट भएको नि दाजु हजुर के टिकट काट्नु पर्ने हो अरे हेलो हेलो उल्टै उल्टो होइन तिम्रो त झन् उल्टै उल्टो होला म त एक्लै हो नि माथि पुगेर आउँछु यो मान्छेले फेरि हँसाउँछ क्या उसको खुट्टा चाहिँ त्यसरी हिँड्नै भएको छैन एक्सिडेन्ट भएर र पनि ऊ चाहिँ 10 टाउन जानु खोजिरहेको थियो क्या एक्लै भए पनि पुगेर आउने अरे म त के भन्नु र भरोसा छैन क्या भाइ मसँग मात्रै भरोसा गर्दा हुन्छ तिमीले अरे हेलो हेलो उल्टै उल्टो होइन तिम्रो त झन् उल्टै उल्टो होला ज्योतिको त के भन्नु र ज्योतिको त उल्टै उल्टो छ क्या सबै उल्टै उल्टो तिम्रो आफ्नै दाइ त दाइ रहेन हेर त्यसरी छोडेर गयो तिमी यस्तो दुःखमा हुँदा भनेपछि छोरा र छोरीमा कति भिन्नता हुँदो रहेछ होइन होला के हो खोइ कता नाच्दैछ नि च्याप्रुम हानिदिउँ न 1 सरो तिम्रो आफ्नै दाइ त दाइ रहेन हेर त्यसरी छोडेर गयो तिमी यस्तो दुःखमा हुँदा भनेपछि छोरा र छोरीमा कति भिन्नता हुँदो रहेछ होइन होला के हो खोइ कता नाच्दैछ नि च्याप्रुम हानिदिउँ न 1 सरो तर भिडियो गरे होइन कतिखेर अघि ड्राइभ गरेको कुदाको भिडियो अनि तिमीहरू कति ढिलो कुदाउँछ अनि अलिक छिटो कुदाउनु पर्छ नि त म तिमीहरूको पछाडि थिएँ यिनीहरू त पछाडि थियो सेकेन्डमा म हो ल ल नरिसकेर आइसमा गरिदिन्छु खै लिनु जानु घरतिर नि काट्नु चल चल केटाहरू केटीहरू घोडा रहेछ त घोडा 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 आमा बेलान्सी खेल्ने पनि रहेछ यहाँ पार्क चस्मा चाहिँ क्या सलमान खान जस्तै पछाडि हालेको हौ अगाडि हाल न हामी चाहिँ फर्स्टचोटि है यहाँ उहाँहरू त आइसक्नु भएको होला हामी त्यो हो र कति राम्रो बनाइदिएको अब टिकट काटिसक्यो अनि पाइन्छ पहिला उयो हेरौँ न कत्रो माथि छ त अनि यहाँ होइन उता चाहिँ जानुपर्ने जुनी ढल्केला ढल्केला जो बना रसले
मेरो फुस्के छ पढी पढी यो भिडियो कम्प्लिट गर्छु ल यता भित्र गएर के चल्यो फेरि म यहाँ पहिला भिडियो गर्दैछु सीसी क्यामेराले के गर्छ हामीलाई नेपालको नागरिक हो यसरी हप्पे हो आमा ला के विचित्र देखि पर्से खोइ अनि गाडी पनि आएछ गाडी कति खोकी चलेको बेड पनि उल्टो अब मान्छे पनि उल्टो भन्नु पर्यो एकचोटि अनि कुसुम दिदी नाकको छेउबाट क्या यो गाडी पनि उल्टो यो चाहिँ के गर्छ यहाँभित्र टोइलेट हेर्नु सकेको थिएन टेबल पनि उल्टो किचन पनि उल्टो पर्खिन यार म भर भ्लग गर्दैछु स्टार्ट राउडेहरूको चाहिँ वहाँ तल होला है अहिले हामी बिस्तारै जानेछौँ कस्तो मजाको भ्यू क्या यहाँ चाहिँ आम्बो कति हेर्ने हेरेको हेरे फोटोसोटो खिच्नुपर्छ अब होइन केटाकेटीहरू हिँड्न बाहिर यो चाहिँ उहाँ राउटेहरूले बनाउनु भएको सामानहरू रहेछ यहाँ बिक्रीमा गर्नुहुँदै थियो हामीले चाहिँ लिएनौँ किनभने अलिक रोकडा कमै बोकेको हुनाले हामीले चाहिँ लिएनौँ अरूहरूले चाहिँ थुप्रै किनेर लानुहुँदै थियो अनि एकदमै राम्रो उहाँको केही सामानहरू युज नगरी उहाँले आफ्नै हातले बनाउनु भएको रहेछ एकदमै राम्रो लाग्यो मैले नि कसले बनाएको उहाँ राउटेले बनाउनु भएको अरे कसले बनाएको सानो कुरा हजुरलाई सोध्नु थियो र कसले बनाएको भन्छ किन तपाईको लुगा चाहिँ यस्तो लाउनु ओ राउटे अब राम्रो है मैले बनाएको भनेपछि खोल्नु मिल्दैन हेर्नुस् त साथीहरू कस्तो आश्चर्यको कुरा उहाँहरूले एउटा काटी युज नगरिकन आफ्नो हातले यति राम्रो बक्सा बनाउनु भएको ओहो
अब हामी चाहिँ अब फर्की पनि सक्यौँ अब घुमेर पुगिसक्यो अरे त्यहाँ एउटा कन्टेन्ट बनायो भने चाहिँ दिदी चाहिँ अनुहार बिगार्छ के कन्टेन्ट होइन हेर्न ऊ भन्नु पर्दा कन्टेन्ट भन्छ कन्टेन्ट अनुहार बिगार्दै हिँड्छ अनि यस्ताहरूसँग थुप्रो छ हौ माथि भात खाएको देखिन भात खाएको छ त देखिन त्यहाँ हामी चाहिँ गइसक्यौँ तर कतिजना पो हुन्छ छको जान्छ नेपालमा त्यहाँ मान्छेहरू चाहिँ त्यो पात्रोको पो हेर्दैछ यो मान्छे छैन भन्दै हामी जस्तै म पनि त्यसै त त्यस्तै गएको पर्दै लाउने होला साइकल लगाएको अन्त है कहाँ मजा हुँदैछ यतिखेर हामी चारजना चाहिँ सुमन प्रशान्त म ज्योति चाहिँ टेन टाउन जाने कुरा भयो सल्लाह भएको थियो नि त अनि त्यहाँदेखि हामी चारजना चाहिँ गयौँ बाटो लाग्यौँ दिदी मामा माइजूहरू चाहिँ जानु भएन उहाँहरू चाहिँ त्यहाँ मेरो अलिक भर्खर सिकाउरी थियो नि त मेरो उहाँ दादालाई चाहिँ अनि अलिक उहाँलाई चाहिँ सक्नुहुँदैन भनेर उहाँ चाहिँ घर आउनुभयो अनि मैले टेन टाउन गएको पनि भिडियो बनाउनु पर्यो भनेर सोचिरहेको थिएँ मेरो फोनै अफ भइदियो क्या साथीहरू पावर ब्याङ्क पनि बोक्नु बिर्सेछु ल जो नयाँ साथीहरू हुनुहुन्छ मलाई धेरै माया गरिदिनु होला मेरो आइडीलाई सपोर्ट गरिदिनु होला है त अनि मेरो युट्युब च्यानल चाहिँ कञ्चन श्रेष्ठ छ जसले सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब गरिदिनु होला है त थ्याङ्क्स फर वाचिङ साथीहरू